उसको चाहिँ 1 गते फ्लाइट छ आउन यसो खाजा खाम भेटौँ भने चाहिँ त जुनुले बनाएको हो सबै मेरो लागि बाटोमा चाहिँ यो अनि यो बेलुन फुटाउनलाई यस्तो हरकत चलिरहेको छ अस्ति हामी साथी आउँदा मेरो साथीहरू सबै किन्यो मलाई मम्मीले 250 मा बेल पठाएको थियो किन्न बिस्तारै Hello everyone, welcome back to my YouTube channel. This is your girl Junu back again with a new vlog. अनि आजको कन्टेन्ट चाहिँ अरूको भन्दा एकदमै डिफरेन्ट त नभनौँ बट देन अहिलेसम्म नबनाएको होला मेबी त्यो कन्टेन्ट हुनेवाला छ डे इन माई लाइफ. सो बिहान उठेर मैले मुख सुख धोएर फ्रेस पनि भइसकेँ. अब चाहिँ बेड मिलाउनुतर्फ लाग्छु भने आजको भिडियोमा के हुन्छ लास्ट वान हेर्नुहोला. किचनमा आइसकेँ. अब किचनमा कामहरू गर्नुपर्ने हुन्छ भाँडा माझ्ने खाना पकाउने एभ्रिथिङ. सो लेट्स गेट स्टार्टेड. म चाहिँ टी सर्ट चेन्ज गरेर आइसकेँ. अलिकति कम्फर्टेबलमै हुन्छ त्यो पनि कम्फर्टेबलै थियो बट अलिकति सेतो थियो नि त. सो लेट्स गो विथ दिस भनेर फर्स्टमा एप्रोन लाऊँ अनि भाँडा माझौँ. भाँडा माझेपछि चाहिँ हामी पानी तताएर पानी हाल्छौँ अनि त्यसपछि के पकाउने हेर्नुपर्छ के छ किचनमा. अब भाँडा चाहिँ है अब चाहिँ के भन्छ मैले भाँडा माझेर पनि भ्याएँ. अब चाहिँ मैले के पनि खाएको छैन नि त. सो म तातो पानी तताउँछु अनि तातो पानी खाने अनि त्यसपछि चाहिँ तरकारी पकाउन स्टार्ट गर्ने. म चाहिँ घरमा एक्लै छु किनभने बहिनी कलेज गएको मम्मी बाहिर जानुभएको छ. सो आजको दिनभरिमा चाहिँ के हुन्छ मलाई कस्तो लागिरहेको छ कि यस्तो भ्लग मैले गाउँमा त बनाएको थिएँ बट देन त्यसपछि सबैजना हुनुहुन्थ्यो अनि मलाई रमाइलो लागिरहेको थियो बनाउनु. अनि आज मलाई कस्तो लागिरहेको छ कि बनाउने बट देन क्या अब चाहिँ पानी तताउन थालौँ ल. के भन्छ यसलाई यो सिमी हो कि बोडी हो होइन. यो र मैले करेला र अन्डा भेटाएँ. के पकाउने अब वाचु कुक. करेला बुनेले खाँदैन सिमी बुनेले पनि खाँदैन दाल पनि बनाएको छैन. आई थिङ्क म सिमी र आलुको ग्रेभी बनाउँछु. सिमी र आलु अनि मलाई करेला खानु मन थियो बट देन बुन्ने खाँदैन सो त्यही बनाउँछु होला. पर्सनल्ली तातो पानी चाहिँ म खाँदिनँ. आई मिन म खान्छु बट देन त्यस्तो खाने मान्छे होइन सो म थोरै नै खान्छु कि. चाहिँ म थाकिसकेँ. मलाई झ्याउ लागिसक्यो यो भन्नुभयो. सो एनिवेज यहाँ चाहिँ मेरो पाक्दैछ आलु अनि यहाँ चाहिँ मैले सिमी केलाउँदैछु. सिमी आलु र सिमीको ग्रेभी बनाउने हो आज चाहिँ अनि अन्डा फ्राई होला मेबी. अनि यहाँ चाहिँ हिजोको तरकारी लेफ्ट ओभर तरकारी बाँकी नै छ. यो पनि हामी खाने नै छौँ. म यो रेसिपी चाहिँ अहिले हाल्दिनँ अझै दिनभरि बाँकी नै छ भिडियो लामो हुन्छ. सो अहिलेको लागि चाहिँ अपडेट यति नै हो कि म भात पकाउँदैछु के तरकारी बनाउँदैछु. गाइस मैले चाहिँ मेरो साथी सन्तोषीले आधी बाटोबाट पिकअप गरेर आइसकेँ. आज के गर्छौँ हामी हजुरहरूलाई देखाउँछौँ होइन. स्टे ट्युन. अनि अब हामी एकछिन गफ गर्छौँ अनि त्यसपछि हजुरहरूलाई भेट्छौँ. हामी चाहिँ खाँदैछौँ. यसलाई जान ढिलो भइहाल्यो सो हामी चाहिँ अब त्यही हो खाइहाल्नेछौँ. जुनुले बनाएको हो सबै मेरो लागि. ल एक बाइट खा अनि त्यसै कस्तो लाग्छ भन अनि त्यसपछि
ट्राई गरेर मात्रै गाइस कस्तो रहेछ त्यसपछि हामी छिटो खानेछौँ ढिलो भयो ढिलो भयो पसाउ जस्तो दामी भयो हो ल सो गाइज अहिले चाहिँ हामी इन्जोय गर्छौँ अब पछि भेटौँ बाई सो गाइज सन्तोषी पनि गइसक्यो उसको चाहिँ 1 गते फ्लाइट छ अनि उसलाई चाहिँ मैले त्यही भएर आउन यसो खाजा खाऊँ भेटौँ भनेको थिएँ तर केही खाने इच्छा पनि गरेन अनि सजिलो छिटो मिठो पानीपुरी छ सो त्यही खाऊँ अनि मुकबाङ गरौँ पोडकास्ट गरौँ भन्ने प्लान थियो बट एक्कासी नै उसको मेन पावरबाट के भन्छ डकुमेन्ट लिन आउनु भनेर चाहिँ बोलाएको भएर चाहिँ ऊ गयो अनि मैले पनि पानीपुरी खाएर सकिसकेँ हेर्नु है सो पानीपुरी खाएर पनि सकिसक्यो अब चाहिँ म भाँडासाँडा माझ्छु अनि आजको दिन आधी गइसक्यो यत्तिकै नै सो अब के हुन्छ आई विल लेट यु सी इज माई सिस्टर आशिका अनि हामी दुईजना चाहिँ आज जाँदैछौँ कता लाइब्रेरी को चाहिँ केशर लाइब्रेरी होइन केशर लाइब्रेरी हामी जाँदैछौँ अनि त्यो लाइब्रेरी चाहिँ इट्स अल फ्री सो हामी चाहिँ ट्राइपोड बोकेर पनि हिँडेछौँ त्यहाँ गएर भिडियो सुट गर्नुहुन्छ केही हुन्छ नि रिल सुट गर्नुहुन्छ भनेर पढ्नलाई पनि पढिरहेको भिडियो सुट गर्नलाई पनि अनि अब हामी सिधै गाडीमा गएर भेट्छौँ हजुर वी आर गोइङ केशर लाइब्रेरी सो गाइज अहिले चाहिँ हामी यहाँ स्टोरमा ट्राई गरौँ कि त्यो राम्रो छैन गेम सेन्टरमा जाऊँ भनेको अनि स्क्विसी हेर्नलाई उही भाइ माथिपट्टि राख्दैन नि यहाँ बन्टाले किने नि यस्तो रहेछ ल मम्मीलाई भने मम्मी अर्को पालि आउँदा यो किनिदिनु है मलाई त्यो राम्रोसँग राख है अन्त त्यो होला अलि उता राख कस्तो क्युट पोट्रीहरू छ कि हेर नि वाइन ग्लासेसहरू पनि कस्तो प्रिटी तिमीलाई कस्तो राम्रो देखेको क्युट छ कि कति क्युट छ हेर न यो डायरीहरू कसले किनिदिनु है चाबी पनि छ कि यो डायरीको चाबी पनि छ कि यो डायरीको पैसा छैन गाइस पैसा त अहिले किन्थ्यो सबै हामीले चाहिँ सबै किन्छ तर थाहा गर्नु पऱ्यो अब हामीले चाहिँ किन्छ किन्ने इच्छा छ होइन तर अब गएर रामेन खानु चाहिँ 2टा किन्न मन छ कि अहिले पैसा छैन हामी चाहिँ आएको हो यो स्टोरमा ल बाटोमा चाहिँ यो अनि यो बेलुन फुटाउनलाई यस्तो हरकत चलिरहेको छ र अहिले खै म फुटाउँछु छोड्दै हाम्रो पैसा फिर्छ सो गाइज हामी चाहिँ फाइनली आइपुग्यौँ अनि यहाँ चाहिँ के भन्छ नामसाम पनि लेख्नु पर्ने रहेछ कि अब चाहिँ म सिधै भिडियो गरेर हजुरलाई भेट्छु कतिको भिडियो गर्न मिल्छ मिल्दैन थाहा होइन लाइब्रेरी त बनाउनु लाइब्रेरीको बुक लिने सो गाइज अहिले चाहिँ हामी यहाँ बसिरहेको छौँ हल्ला गर्न चाहिँ हुँदैन कि त्यही भएर म बिस्तारै बोलिरहेको छु हल्ला गर्नु हुँदैन भनेर गाइज एक्सपेक्टेसन भर्सेस रियालिटी भयो हामीसँग यतापट्टि हामीले टिकटकमा के हेरेर गएको थियौँ है त्यहाँनिर बुक लिने बाहिर गाडीमा बसेर पढ्ने के थाहा है हामीलाई के भन्छ बुक लिने ठाउँहरू थाहा नभएको कि त्यो हाम्रो गल्ती भएन हाम्रै गल्ती हो होइन तर होइन रहेछ भने चाहिँ हामी टप फ्लोरमा गएर बुक लिएको हामीलाई बाहिर पनि त्यो रुमबाट बाहिर पनि लानु दिएन त्यही बसेर पढ्न पनि रहेछ त्यही माथि त्यहाँनिर गएपछि
मेरो भमिटिङ नलाग्छ त्यसो भए चाहिँ हामी चप्पल खानु रोकेको चप्पल खाएपछि घरमा गएर करेन्ट चल्छ खान्छौँ अनि आजको भ्लग यति नै भयो